सोचैबाट हराउँथ्यौँ होला बेइज्जती नि लाग्छ छैन अझैसम्म ठुली हुँ मै हुँ अझै मै गतिलो भनेर अझै लाइफमा आएर बोल्छ है छि लाज किन छैन ठुक्का जिन्दगी अनि मलाई जित्छस् कि म बङ्गालीसँग बस्छे भनेर तैँले मलाई जितेको र तैँ जितिस् तैँ सर्वै सर्व साकीसँग लेबल मिल्दैन रे भरतको पास्तले त्यही देखेर त अनि मिनाको पोइ खसेकी अवस्था नि इज्जतिलो हुन्छ है बुढा है गर्छ तेरी मान्छे तँलाई कसले चाहिँ गतिलो भन्ने नि तँलाई गतिलो भन्दिनँ पर्ने है बुढा म त 26 वर्ष कि भने है कति वर्ष भनिदिनु न बुढा अरे तेरी मान्छे बोल्न प्लिज नलगा मैले भनेको छु जति त शान्त त्यति आयो हिजो म निन्द्रा पुग्दैन र हतार सुतेँ अझै आधी घन्टा जस्तो कम भएछ सुताइया 5.5 घन्टा सुतेर आएँ नि आधी घन्टा लिइहाल्यो टाइम कति बजी सुत्नु त्यति नबसे त 12 बजे नि 12 बजीसम्म म लाइभमै थिएँ लाइभमा ठ्याक्कै 11:30 मा लाइभ पछि आधी घन्टा बस्छु भनेको अलिअलि साथीसँग कुरा गर्दा गर्दै आधी घन्टा बेसी नै भयो 12:30 भइसकेको थियो म सुत्दा अनि 26 वर्ष के है 26 भर्खर 26 लागेको कति वर्षदेखि पैसा आफ्नो सुरु गरेको पोको बोक्दै पोइ खोज्नेहरू त 26 देखि माथि कहिले नआउँदो रहेछ होला नबोलौँ नकरौँ होस् नबोलौँ भनेको अत्याचार मेरो छोरीको बारेमा बोले छोरीको बारेमा बोले गर्छ खाली अन्त छोराछोरी के हो थाहा हुनु पर्यो नि बिहा हुँदै छोडेर हिँड्ने मुलाहरूलाई छोराछोरी के हो कति पैसा पठाइदिउँ कति छ दसँग पैसा चाहिँ बिग्ने बेच हात चाहिँ रियल दियो होला अहिले घरमा काम गर्नु तुले सुत्ने यार दम्ब पनि एउटा ठिक्क म्याचिङ हुने दिनुपर्छ कि दम्ब एउटा हुन्छ नि एउटा घमण्ड पनि जतिसम्म होस् कि तिमीमा त्यति कुरा होस् कि अनि घमण्ड राख के पख्न तँलाई के गर्छु अहिलेको भिडियो लिएर जान्छस् के भन्छस् भएर मैले यसो गरेको भिडियो पठाएको थिएँ फ्ल्यास गर्दैछ भने के भन्छस् फेरि मर्ने चाहिँ धम्की नदे मलाई के गर्छस् मङ्गलले आफ्नै ढङ्गले समाजका किराहरू गन्दगीहरू जानु पनि पर्छ फाइदा छैन माफी फाइदा तरिका हुँदैन यार एउटा चुप्लाक भयो बेङ्गे हान्छस् तैँले मलाई तेरी आमा हुँ म तँलाई कसरी कस्तो तरिकाले तँलाई ढाल्न सक्छु मलाई मिठो आउँछ मलाई कुन तरिकाले भन्नु ला पाती वेलकम ठिकै छ नि त जिउनु भइसक्यो अब यो कुरालाई अगाडि नबढौँ भनेर अस्ति नै म बोल्दाखेरि नै म बोलेको हो पनि एउटा नारी हो ठिकै छ हो भनेर मैले ठिकै छ तैँले पनि गुड मर्निङ हजुर गुड मर्निङ नमस्ते राजीव सर हजुर नमस्ते रामलाई कल गर्नु रे कुन चाहिँ राम हो फेरि हरिको मात्रै फोन नम्बर छ कुन चाहिँ गुले आयो फेरि राम तपाईँ थ्याङ्क यू स्यानी त्यो भिडियो बनाउने डाइरेक्टर तपाईँ हो र नाना त्यही भनेको के अन्त अङ्गुली हालेर त्यस्तो गर्दा त्यो पर फोटो खिच्नेलाई लाज भयो भएन
त्यो को रहेछ हौ भिडियोको त्यो एक्सन कट त्यो एक्सन